त्यो पनि आयो दिक्षा और अभी तो रुको क्लाइमैक्स अभी बाकी है A few hours later. हेलो साथीहरू आज हामी चाहिँ गाईघाट जाँदैछौँ आज चाहिँ नानीहरूलाई गर्मीको लुगाहरू किन्नको लागि जाँदैछौँ देखाउनुहोस् मेरो छोरी एन्ड दिदी बाई बाई अनि नानीहरूलाई उयो हुन्छ नि नानीहरूलाई भने केही नकिन्ने भनेको केही न के एकदम राम्रो कपडा हो यो त कुन जुत्ती लाने बाबा त्यो लाउने त्यो मामुलाई दिनु त मामुलाई दिनु त मामु यो लाउँछु भन्नु त निशा दिदी हेर त म यहाँ हेर्नु त यो हेर्नु त यो दुईटामा टमेटो वाला छ अर्को अलिक परबाट देऊ त अलिक परबाट देऊ विशाल बजार कि त्यो उयो त्यो उहाँको सबै आफूले छोराछोरीहरूसँग यता साराङसँग फुपूको चाहिँ फोटोसुट हुन आँट्दैछ कस्तो भइरहेछ घर बस्नुलाई साह्रो अब तँलाई हेर न चकचकी मान्छे छ ऊ चाहिँ अब चाहिँ हामी ल बोक्नु मान्छ वेलकम अब अरे नभने पनि हामी आफै भनेर यहाँ स्वागत गर्नलाई बस्नु भएको छ हाम्रो दिदी वेलकम सम्झना आन्टीको भिडियो भाइरल भएको यही हो होइन अनि हामी पनि यही जाँदैछौँ किन्सी प्लाजा नानी किन्नलाई चाहिँ होइन हेर्नलाई चाहिँ गएको हेर्नलाई चाहिँ गएको डुलाउन त हामीलाई यस्तो डुलाउनु भयो नि तपाईँहरूले तर किन्नेवालामा कोही हुँदैन सबैजना हेऱ्यो छोड्यो गयो होइन यो होइन हामीले त्यो आज एक्चुअली हेर्नु न म्याम नमस्ते दाई यता दाईको दुईटा दिदीहरू आमा आमा दिदी हेलो दाईले हेल्प चाहिँ गर्दै हुनुहुन्छ ब्याग त्यसको लागि हाम्रै लागि यस्तै हो नि त
साथी बजारतिर क्लासवाल होइन उयो टी सर्ट भन्नाले पनि प्लाजाहरू यो कसको लागि भन्दैन म त्यही अमेरिका जाने बेला कुन छान्ने ल कलर चुज यो नि साथी अमेरिका जाने बेला सारङ तिमी कुन लाने तपाईँ कुन छाने बाबा कुन कलर यो वाउ सारङ पनि यही जाने पापाले राति चाहिँ भएको अवस्था त्यसो चाहिँ नभन्नु न म तिसजना अनि एकजना कुन चाहिँ चाहिँ इङ्ग्लिस धेरै बोल्यो भनेर भाइरल भएको अब पनि यस्तो हामी चाहिँ नेपाली बोलेर भाइरल भइदिने क्या नेपाली बोलेर भाइरल भइदिने भाई अब के बोले यो घरको चाहिँ अनि उयो